नमस्कार। यदि तपाईँ फेसबुक चलाइरहनु भएको छ भने र तपाईहरूले सर्च गरेका साथीहरूको फेसबुक प्रोफाइल तपाईहरूलाई थाहा छैन भने र तपाईहरू त्यो सर्च प्रोफाइललाई कसरी हेर्ने तपाईँ आफैले सर्च गर्नु भएको छ र तपाईले अहिले त्यो मान्छेको नाम नै बिर्सनु भएको छ भनेपछि कसरी हेर्ने भन्ने कुरा तपाईहरुलाई म देखाउन गइरहेको छु। एट फर्स्ट तपाई आफ्नो फेसबुकमा जानुस् र फेसबुकमा गएपछि त्यहाँ तीनटा डट छ, यहाँ जानुस्, यहाँ क्लिक गर्नुस् र त्यसपछि तपाई सेटिङ एन्ड प्राइभेसी भन्ने मा जानुस्। त्यसमा गएपछि फेरि सेटिङ भन्ने छ, सेटिङमा जानुस् र सेटिङमा गइसकेपछि तपाई तल स्क्रोल गर्दै तल आउनुस् र तपाई देख्न सक्नुहुन्छ पर्सनल डिटेल्स, यसमा क्लिक गर्नुस् अनि पर्सनल डिटेलमा क्लिक गरिसकेपछि तपाई देख्न सक्नुहुन्छ your information and permissions तपाई देख्न सक्नुहुन्छ। यसमा जानुस् र यहाँ हेर्नुस्, यहाँ तपाईले देखाउन चाहन्छु सर्च स्टोरी, यहाँ हेर्नुस् र तपाईको फेसबुक प्रोफाइलमा ल हेर्नुस्। अहिलेसम्म मैले यो आईडीबाट मैले सर्च गरेका ओल्डेस्ट एन्ड न्यू सबै यहाँ सर्च गरेका नामहरु छन् र मैले कुकुलाई सर्च गरेको छु भन्ने कुराहरु तपाई देख्न सक्नुहुन्छ। त्यसैले तपाई पनि यस्तै भिडियोहरुलाई हेर्न चाहनुहुन्छ भने आगामी दिनहरुमा म यस्तै भिडियो लिएर तपाईहरुको साथमा आउनेछु र तपाईको साथ सपोर्ट रह्यो भने यो भन्दा अलि राम्रो खालका भिडियोहरु बनाउँदै आउनेछु। अहिले